यदि फाछिम यदि फाछिममा यदि फाछिममा यो कुन लेटर हो भन्नुहोस् त थ थ छ र थ लगत्तै लगत्तै दायाँपट्टि सायद यो दायाँपट्टि भन्नु पनि पर्दैन सायद अब बुझ्नुहुन्छ दायाँपट्टि न छ नआएमा नआएमा दुवैको उच्चारण न हुन्छ ल हेर्नुहोस् है यदि फाछिममा न छ र नको पछाडि सरी फाछिममा यदि थ छ थको फाछिम चाहिँ नि थ आउँछ र थको पछाडि अर्को अक्षरमाथि न छ भने दुवैको उच्चारण न हुन्छ। अब हेर्नुहोस् है धेरै आत्तिनु पर्दैन आज सकिन्छ है हामीले चाँडै टाइममै आज सक्छौँ। अब जस्तो फर इक्जाम्पल यो यो कुन वर्ड भन्नुहोस् त कु ल ल यो कुन अक्षर भयो होला यसको प्रोनाउन्स गर्नुहोस् त एकचोटि कुन्था कुन्नादा 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 맞아요. 됐어요. 맞아요. 끝나다 끝나다 कुन्नादा कसरी भयो भने यो रुल्सले के भन्छ भन्दाखेरि यदि फाछिममा थ छ फाछिममा यदि थ छ थ यगी भनेको यहाँ भनेको है कोरियनमा फाछिममा यदि थ छ थको पछाडि न आयो भने थको चाहिँ न हुन्छ। अब हेर्नुहोस् न रुलले चाहिँ नि पेलेर ल अस्ति अर्कै हामीले फाछिम थ आयो भने त भनेर आधा त भनेर उच्चारण गर्ने भनेर अस्ति हामीले खासमा पढेको तर फेरि के भयो भन्दाखेरि अहिले चाहिँ रुल्स छुट्टै आयो तर यो तपाईँहरू आत्तिनु चाहिँ नि पर्दैन है फेरि फेरि पनि आत्तिनु चाहिँ पर्दैन यो यसरी नै तपाईँहरू बिस्तारै त्यति धेरै वर्डहरू पनि हुँदैन तपाईँहरू पछि यतिकै हेरेरै थाहा पाउनुहुन्छ। ओके कुन्नादा भनेको सकिनु यो भव नै हो कुन्नादा भनेको सकिनु अनि त्यसपछि अब धेरै छैन हामी अहिले सक्छौँ यो यदि फाछिमको लगत्तै यदि फाछिम ल नेपालीबाटै लेखे फाछिमको लगत्तै पछाडि फाछिमको लगत्तै पछाडि स्वर वर्ण आएमा हाम्रो उहाँ अहिले भर्खर आउँदै हुनुहुन्छ हामीले यति मात्रै लेख्दैछौँ र तपाईँ छिटो सार्नुहोस् है फाछिमको पछाडि यदि फाछिमको लगत्तै पछाडि स्वर वर्ण आएमा लेख्नुहोस् स्वर वर्ण आएमा फाछिमको उच्चारण फाछिमको उच्चारण जस्ताको तस्तै स्वरसँग जस्ताको तस्तै स्वरसँग स्वरसँग डबल भयो स्वरसँग संयोजन गरिन्छ संयोजन गरिन्छ ल हेर्नुहोस् है अब यो अब मैले अस्ति भने नि तपाईँहरूलाई उच्चारण विधिहरू चाहिँ इम्पोर्टेन्ट छ भेरी इम्पोर्टेन्ट भिभिआई भनिन्छ नि हामीले पढ्दा पहिले त्यस्तै हो यो चाहिँ एकदम धेरै युज हुन्छ यही नियमहरू अनुसार नै हामी जाने हो। ल मैले अलिकति तल सारेँ
अब फर इक्जाम्पल के भनेको छ भन्दा यदि फाच्छिमको लगत्तै पछाडि स्वर वर्ण आएमा फाच्छिमको उच्चारण जस्ताको तस्तै स्वर वर्णसँग संयोजन गरिन्छ भनेको तल फाच्छिम आउँछ अनि उतापट्टि दायाँपट्टि आएको स्वर वर्णमै मिसिन्छ क्या त्यहीँनिर मिल्छ दुईजना संयोजन भइकन उच्चारण हुँदछ फर इक्जाम्पल हेरलदुर कोरियन भाषामा इक्जाम्पल अफ हेरलदुर भन्छ तपाईँहरू बिस्तारै एउटा एउटा वर्ड सिक्दै जानुहोस् है हेरलदुर उदाहरणको लागि यगी फोसे हो यगी फोसे हो भनेको यहाँ हेर्नुहोस् म मक्ता भन्ने भब कसैलाई थाहा छ मक्ता भनेको के हो लु यसको उच्चारण गर्नुहोस् त कति सजिलो छ ट्राई गर्नुहोस् त ओके माझायो माझायो मिल्यो मगुसेयो 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 हेर्नु न यसले माथि यसले नियम भनेको एकचोटि हेर्नुहोस् ल यदि फाच्छिमको दायाँपट्टि स्वर वर्ण आएमा फाच्छिमको उच्चारण जस्ताको तस्तै स्वरसँग मिलेर जस्ताको तस्तै भनेको यो त ओरिजिनल त ग हो नि त यो वर्ड त ओरिजिनल त यसको त ग हो नि त ग न द यसरी हामीले पढेको हो यो त ओरिजिनल त ग हो अनि त्यसपछि ओरिजिनल रूपमा थियो त्यही रूपमा चाहिँ ग चाहिँ नै यो उसँग यतापट्टि के भनेको छ भन्दाखेरि फाच्छिम चाहिँ दायाँपट्टि रहेको स्वरसँग संयोजन गरिन्छ भनेको तल ग आयो अनि माथि यो उ दायाँपट्टि हो चाहिँ स्वर कुन छ भन्दा उ छ अनि त्यही भएर गु भयो त्यही भएर त्यो ग चाहिँ माथि उसँग जोडेर गु भयो मगुसे हो यसरी भनेको है मगुसे हो भनेको खानुहोस् खानुहोस् भनेको अब बाँकी पछि पनि हामी अझ यो भवलाई चाहिँ नै भवमा चाहिँ यो उसे हो जोडेर खानुहोस् म उसे हो भएको छ पछि हामी यसको बारे पढिहाल्छौँ अनि त्यसपछि अर्को पनि एक्जाम्पल फर इक्जाम्पल यो चाहिँ नि उ भयो उको फाचिम स भयो अनि त्यसपछि उसु से यो हेर्नुहोस् न उसुसेयो उसुसेयो यो उ भयो यो तलको फाचिम स आयो यो ओरिजिनल स हो ओरिजिनल स जस्ताको तस्तै दायाँपट्टि रहेको भवेलसँग यही भवेल चाहिँ यो उ हो अनि यो स चाहिँ उसँग मिसेपछि सु भयो उसुसेयो 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 हाँस्नुहोस् हाँस्नुहोस् ल यसरी एकदम धेरै युज हुन्छ है यो त्यसपछि फर इक्जाम्पल अनदर नेक्स्ट थाउम पोसे हो अर्को हेर्नुहोस् र यसको प्रोनाउन्स गर्नुहोस् तपाईँहरू यसको प्रोनाउन्स गर्नुहोस् त खरायो खरायो थास थासिए पोसे हो थासिए पोसे हो भनेको फेरि ट्राई गर्नुहोस् ख यो त हेर्नु खरायो हामीले रुल्सहरू पढ्दै गएपछि बिर्सिँदै जानु मिल्दैन है तर अहिले तपाईँलाई त्यस्तै लाग्न सक्छ है बिर्सिँदै गएको जस्तो लाग्न सक्छ यो ओरिजिनल ग हो यो खासमा ओरिजिनल ग हो अनि ओरिजिनल ग चाहिँ सुरुमा आयो भने के हुन्छ भनेको छ हामीले ख ओरिजिनल ग चाहिँ सुरुमा आयो भने जहिले पनि ख हुन्छ त्यसैले गर्दा ख भयो यो दुईटा ख भयो अनि माथि नियमले के भनेको छ हेर्नुहोस् त ख यदि फाचिमको दायाँपट्टि स्वर वर्ण आयो भने त्यो तल आएको फाचिम चाहिँ स्वरसँग मिल्छ अरे अघि माथि जसरी ग र उ गु भयो स र उ सु भयो त्यसरी नै यहाँ पनि ट्राई गर्नुहोस् त खरायो ख हेर्नुहोस् त खगेन सर फेरि भन्नुहोस् त खरायो ख
यो चाहिँ नि आ भएको भए खरायो हुन्थ्यो तर छ त्यही भएर यो चाहिँ नि खरायो खर कि खर खरयो खरयो माझायो खरायो छारिसयो छारिसयो राम्रो गर्नुभयो भेरी गुड खरयो 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 खको बिचमा त खरयो भनेको हिँड्छ हिँड्नु हिँड्छ हिँड्छ हेर्नुहोस् न आ, यो चाहिँ आको भएपछि खरायो हुन्छ नि यहाँ यस्तो भएको खरायो भनेको चाहिँ ख अनि यहाँनिर आ सरी त्यसपछि यो यो चाहिँ खरायो भयो तलतिर हेर्नु खरायो भयो नि तर खरायोको अर्थ नै छैन खरायो भन्ने शब्द नै मिनिङलेस होइन मिनिङलेस हो यो त्यही भएर खरायो भन्नेको अर्थ छ खरायो भन्नेको चाहिँ अर्थ छैन त्यही भएर आएपछि तलको र हो यो ओरिजिनल त र नै हो तर यसलाई हामी ल पनि भन्ने गर्छौँ कहिलेकाहीँ त्यही भएर यो र नै भएकोले गर्दा यता आएर भएर खरायो भयो है त ल उम्, यसरी यसरी फर इक्जाम्पल यसरी हेरौँ अब अझै हामी हेरौँ न इक्जाम्पल्सहरू हेरौँ जस्तो यो कुन हो भन्नुहोस् त छा भन्नु माझायो छा माझायो त्यो भनेको छ हो यो कुन फाछिम हो भन्नुहोस् त ज माझायो ज माझायो अब यतापट्टि के आयो भन्नुहोस् त छाजा वाउ भेरी छजायो भेरी छाजायो गुड माझायो छारेसयो सुरेशजीले भन्नुभएको माझायो छाजायो जा त यो एकैछिन सिक्नुभयो हो ओरिजिनल छको त यो चिन्तै गर्नुपर्ने छ नै भइहाल्यो अनि हामीले तल उम्, फातिमा ज आयो यतापट्टि आएर अनि जा भयो त्यसपछि यो माझायो यो अनि यो लास्टको अनि यो नै भयो हो माझायो माझायो भनेको खोज्छ मलाई माझायो भन्ने पनि त्यस्तै हुने रहेछ मैले छाजायो र माझायो यहाँ सँगै भन्दाखेरि याद आयो हेर्नुहोस् है म जहिले माझायो माझायो भन्छु नि त माझायो भनेको मिल्यो भन्छु नि त यो उम्, माझायो हेर्नुहोस् त यो मात्ता भन्ने अँ, घरबाट आएको यो माझायो भने माझायो मिल्यो करेक्ट भनेको यो चाहिँ मिल्यो करेक्ट भनेको है त माझायो भनेको मिल्यो सही भयो सही भयो यसरी उम्, सही भयो करेक्ट भयो यसरी ल माझायो भनेर पनि यसरी ल यसरी हामीले हेऱ्यौँ ल 14 नम्बर पुग्यो अब 15 नम्बरमा जाउँ हामी 15 नम्बरमा 15 नम्बरलाई सिप ओ बन भन्छ कोरियामा पछि अब हामी पढ्न जान्छौँ बिस्तारै पढ्दै जान्छौँ सिप ओ बन भनेको 15 नम्बरमा अब फेरि यहाँ म सँगसँगै लेख्नुहोस् यदि 파치마 यदि 받침마 यदि 받침마 더처럼 더 यो थ अलिक राम्रो भएन म राम्रो लेखिदिन्छु तपाईँहरूलाई छर लगत लगत्तै खालि लगत्तै लगत्तै भनेको धेरैचोटि भइसक्यो है लगत्तै दायाँपट्टि दायाँपट्टि ई ई भनेको यो कहाँबाट ई आयो थाहा छ कि छैन तपाईँहरूलाई यो चाहिँ हाम्रो एकल भवेल हो नि एकल स्वर वर्ण हो नि यो भनेको ई अँ, माझा आयो ई मात्र आएमा आएमा यी मात्र आएमा थको उच्चारण यी मात्र आएमा थको थको उच्चारण कसरी हुन्छ भन्दा हेर्नुहोस् है थको उच्चारण ल अचम्म मान्नुहुन्छ तपाईँहरू अचम्मैको छ नियमहरू हेर्नु न अब कहाँदेखि थलाई फेरि कहिले हामी थलाई चाहिँ त भनिन्छ अनि कहिले के भन्छ फेरि अहिले त थलाई त छ पो भन्दैछ हेर्नुहोस् न थ हुन्छ तर यो तपाईँहरू युज टु हुन्छ रुल्स रुल्स बिर्से पनि शब्द हेर्दाखेरि युज टु हुन्छ बानी हुन्छ है थ आएमा यसरी हुन्छ हेर्नु न अब हेर्नुहोस् न यो यदि फाँच्चीमा थ छ र दायाँपट्टि ई आएमा यो त्यति धेरै चाहिँ गाह्रो त होइन तपाईँहरूलाई गाह्रो लाग्न सक्छ तर बानी परिहाल्छ पछि ल
हेर्नुहोस् न यदि फाचिममा थ छ अनि दायाँपट्टि लगतै इ छ भने थको उच्चारण त छ हुन्छ अरे क्या छ छात्ते छवाला छ अब यसको प्रोनाउन्स कसरी गर्ने होला त खाची नाची खाची खाची वाउ 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 कति चाँडो सिक्नु भएको भेरी गुड छारेसय खाची भनेको सँगै टुगेदर खाची भनेको सँगै यसरी हेर्नुहोस् न कति सजिलो छ ल अनि अर्को एउटा हेरौँ यो ब हो अनि त्यसपछि तल उ आयो थ आएको छ इ र बलाई तल उ दिँदा बु भयो तल थ छ र इदा छ अब ट्राई अगेन प्लिज बुइदा बुझ्दा यो बुझ्दा यो ब प चाहिँ प सुरुमा उच्चारण हुन्छ आयो भने सधैँ प ब उच्चारण उहुँ, बोचिदा बोसिदा ब चाहिँ सुरुमा आयो भने बुझ्दा फ हुन्छ है फ पोचिदा पोचिदा फुचिदा बुझ्दा फुचिदा पोचिदा सरिता होइन दाई फुचिदा भेरी गुड ऊ भयो नि त गुड भेरी गुड यो भब हो यो हेर्नु न पुछिदा भनेको टाँस्नु यो भब हो है हेर्नुहोस् न भब हो यसरी भयो ल ल यसरी आउँछ तपाईँहरूले के चाहिँ तल थ आयो भने दायाँपट्टि इ आयो भने मात्रै है अरू कन्डिसनमा होइन कि अरू कन्डिसनमा यो थ भन्ने चाहिँ नै शब्द छ चाहिँ कुनै बेला पनि हुँदैन जब एउटा टाइममा मात्रै हुन्छ जुन चाहिँ नि थ आएको छ र दायाँपट्टि भवेल आएको छ त्यही पनि इ मात्रै आएको छ अरू भवेल आएर हुँदैन इ नै भवेल आउनुपर्छ अनि मात्रै अनि छ हुन्छ र माथि जोडिएर इ हुन्छ थ र इले छि हुन्छ यसरी हुन्छ ल सजिलै छ तपाईँहरू आखिरी थ फाँचिम आएर दायाँपट्टि इ आयो भने इ छि भने भनिहाल्यो त्यही भएर जहाँ पनि आयो भने छि भने भइहाल्यो तपाईँहरूले तर धेरै त्यति धेरै त आउँदैन तैपनि बुझ्न चाहिँ अवश्य पर्छ धेरै युज हुने नै हो अब हामी कति नम्बरमा पुग्यौँ 15मा पुग्यौँ 16 नम्बर या लेट्स 16 नम्बर म्याम ओके लेट्स गो टु 16 नम्बर सिपन्युक बने खाजा 16 नम्बरमा जाउँ मसँगै लेख्नुहोस् यदि फाछिममा यदि फाछिममा ह छ र लगत्तै दायाँपट्टि लगत्तै दायाँ खालि दायाँ मात्रै हेर्ने हो हामीले दायाँपट्टि यो पट्टी हो है दायाँपट्टि स्वर दायाँपट्टि स्वर वर्ण आएमा स्वर वर्ण आएमा हको हको उच्चारण हको उच्चारण गरिँदैन स्वर वर्णको मात्र उच्चारण गरिन्छ ल यो नियमहरू त तपाईँहरूले रटेरै हुन्छ कि जसरी बुझ्नु पर्यो है यो रुल्स नजानी चाहिँ शब्दहरू तपाईँहरूले प्रोनाउन्स गर्न सक्नुहुन्न है उच्चारण गर्न सक्नुहुन्न गरिन्छ ल हेर्नुहोस् है यदि फाछिममा ह छ र लगतै दायाँपट्टि स्वर वर्ण आएमा यो ह चाहिँ साइलेन्ट भइदिन्छ क्या यो चाहिँ ह साइलेन्स बस्ने नियम हो अब ह चाहिँ नि साइलेन्स बस्छ भन्दा दायाँपट्टि स्वर वर्ण आयो भने व्यञ्जन आयो भने चाहिँ होइन कि मात्रै स्वर वर्ण आयो भने फर इक्जाम्पल हेर्नुहोस् है यो छलाई ओदेर छो भयो अनि तल ह आयो फाछिम अनि त्यसपछि आ आयो अनि यो अब यसले भनेको त हको उच्चारणै हुँदैन भन्नुको मतलब त हको मतलबै भएन यहाँ फेरि ह बिना सेन्टेन्स चाहिँ फेरि अर्थ हुँदैन तर ह चाहिँ नभएको सम्झिनु पर्यो क्या यसको उच्चारणै हुँदैन यहाँनिर किनभने दायाँपट्टि भवेल आएको छ नि त भनेपछि कसरी उच्चारण हुन्छ होला ट्राई गर्नुहोस् छो तो आयो
좋아요. 좋아요. 맞아요. 좋아요. I'm very happy है तपाईँहरूले चाँडै सिक्दै हुनुहुन्छ छोवायो E. छोवायो भनेको हेर्नु न ह त छ तर ह 자, बिना चाहिँ नि शब्द त अशुद्ध हुन्छ तर यसको उच्चारणै साइलेन्स भयो छ ह साइलेन्टमा छोवायो राम्रो छ यो एकदम धेरै युज हुने शब्द है तपाईँहरूले एकदम टिपिहाल्नुहोस् अहिले नै टिपिहाल्नुहोस् दिमागमा छोवायो तपाईँहरू जहाँ पनि छोवायो अब जस्तो कोरियनहरूले सोध्छ क्या मतलब तपाईँ काम गर्दै हुनुहुन्छ काम इरी हत्ते हो भनेर काम कस्तो छ भनेर सोध्छ अनि त्यति बेला नि छोवायो 좋아요. राम्रो छ हैन? छोवायो राम्रो छ खाना कस्तो छ फाब्नु नत्ते हो भात कस्तो छ खानेकुरा कस्तो छ सोवायो यति जान्नुभयो भने पनि राम्रो हुन्छ खिसुक्सा अत्ते हो बस्ने ठाउँ होस्टेल कस्तो छ यसरी कन्भर्सेसनहरूमा आउँछ अनि छोवायो राम्रो छ यसरी धेरै कुरामा युज हुन्छ छोवायो राम्रो छ यसरी हुन्छ अर्को पनि इक्जाम्पल यहाँ आ हुँदैन हजुर त्यो बिचमा आ हुँदैन वा हुन्छ। छो आयो हेर्नु न हजुर यो छोको तल ओ छ ओ स्वर प्लस वर्ण आले ए सरी स्वर वर्ण अँ ओ प्लस आले वा हुन्छ हेर्नु न अस्ति हामीले यो डबल भवेलमा पढेको नियम हो कि ओ प्लस आ मिल्यो भने वा हुन्छ त्यही भएर यो Misiri. त्यही भएर ओ प्लस आले वा भयो अनि छोवायो भयो है यो हामीले डबल भवेलबाट नियम आएर यसरी भएको है त ल यसरी भएको हो ल। एकछिनपछि केही हाम्रो ब्रेक टाइम हुन्छ तपाईँहरू जोइन भइहाल्नुहोस् फेरि अनि अर्को हेर्नुहोस् न ल यसको ट्राई गर्नुहोस् त 어, 나와요. ट्राई अगेन नआयो नआयो 나아요. अँ 나와요. A हुँदैन है वा मात्र यो यो आ चाहिँ यस्तो हुन्छ 와, 어, 와요. 나, उहुँ। यो 나와요. 와요. हेर्नुहोस् त न यो ह त हराइहाल्यो नि ह त तल हको दायाँपट्टि हेर्ने भवेल आयो भने स्वर वर्ण आयो भने हको उच्चारणै हुँदैन न यो न यो मात्रै 어, हुँदैन किनभने न यो हुँदैन किनभने यो नको त यहाँ अलरेडी नसँग टाँसिएको छ नि त न त अलरेडी अको छ अनि यता 어, पुरै छ त्यही भएर फेरि न यो 풀리 너 भयो. हो राइट माझायो सारेसय यसरी न यो आदि न प्लस अ गर्दाखेरि चाहिँ फुल्ली न भयो हैन? माझायो उम्, हो मिल्यो करेक्ट भेरी गुड यसरी न यो राख्छ यसरी हेर्नुहोस् न ल ल यसरी नियमहरू हाम्रो बन्छ अब धेरै छैन नियम ल हामी अन्तिममा पुग्यौँ है अब यदि म सँगसँगै लेख्नुहोस् यदि फाछिम फाछिममा pronoun. ग द ब ज गद बज छ र लगत्तै दायाँपट्टि मात्रै आउँछ हेर्ने जहिले पनि दायाँपट्टि मात्रै हरेकचोटि मैले दायाँपट्टि लेखिदिएको छु दायाँपट्टि ह आएमा आएमा यिनीहरूको उच्चारण यिनीहरूको उच्चारण यिनीहरूको उच्चारण ख अस्तिकै नियम त हो नि हेर्नु न ख थ फ छ एकछिन ल यहाँनिर ओके ख थ अनि फ छ ख थ फ छ हेर्नुहोस् न ख थ खतम फ छ. छ ख थ फ छ हुन्छ
ल अब यो अन्तिम नियम हो। अब एकदमै ध्यान दिनुहोस् है, यो अन्तिम नियम पनि हो। अब हामीले यो झन्झट पढ्नु परेन, लगभग सकियो। यो अन्तिम नियम हो, तर एकदमै ध्यान दिनुहोस् है। अब यो भेरी इम्पोर्टेन्ट। अब यदि फाँच्चीमा गद पज छ, फाँच्चीमा यति आयो, त्यसको लगत्तै दायाँपट्टि ह आयो भने त्यो ह आइसक्दा यता तल झुन्डिएको फाँच्चीमहरू चाहिँ नि ग छ भने आफसे आफ ख हुन्छ। थ छ भने आफसे द छ भने आफसे आफ थ हुन्छ। प छ भने फ र ज ग द ब ज ज छ भने छ। यसरी ग द ब ज आयो भने ख थ फ छ। तपाईँले यसरी यो आउनु, तपाईँले गद बज चाहिँ नि खत फचमा अस्ति पनि धेरैचोटि हाम्रो यो गद बजलाई चाहिँ खत फच भनेर पनि चिनिन्छ नि त। त्यही भएर यो हेर्नुहोस्, फर इक्जाम्पल इक्जाम्पल हेरौँ छु ल। छुखा ओ भेरी गुड। छुखा अनि छुखा यु खै छुखा, यो लेटर पक्नुहोस्, यो लेटर पनि ह नै हो, यो लेटर पनि ह नै हो। ल अब भन्नुहोस् त। छुखे छुखा हे छुखायो ए या ह छ है, यो ह छुखा छ। छुखा हे छुखा हलाई हा हे हो छुखा हा हे हो छुखा माझा आयो छुखा हे यो। हेर्नुहोस् न अब हे यो छुखा हे यो कसरी भयो भन्दाखेरि त्यो के अरे मिश्रित कसरी भयो भन्नुहोस् न। माथि रुजले भनिरहेको छ मा कि के अरे ग आयो भने हेर्नुहोस् ल, यहाँ अलिक धेरै दिमाग तपाईँहरूको अहिले पढेको मध्येमा धेरै दिमाग लाउनु पर्ने चाहिँ नि यो छ है। यदि फाँच्चीमा गद बज आयो र लगत्तै दायाँपट्टि ह भन्ने अक्षर आयो, जो चाहिँ कन्सोनेन्ट हो, स्वर व्यञ्जन वर्ण हो, त्यो आयो भने चाहिँ गद बज चाहिँ आफै आफ खत फचमा चाहिँ नि ट्रान्सफर भएर जान्छ। अनि त्यसपछि ह चाहिँ फेरि साइलेन्ट बस्छ। अघि मास्तिर हामीले पढेको थियौँ ह साइलेन्स बस्छ भनेर, त्यही भएर यहाँ पनि ह साइलेन्ट नै बस्छ। त्यही भएर छुखा हे यो तलको ख छ, फाच्छिम ख चाहिँ नि आसँग मिसिएर, यो आसँग मिसिएर, यो आसँग खा मिसिएर खा भयो। ह त साइलेन्स भयो। छुखा हे यो, यसरी छुखा हे यो। बधाई छ, बधाई। एसँग चाहिँ अर्को त्यो के अरे मिश्रित त्यो आयो होइन अँ, हो ए आयो नि त हो। आधासँग हे आयो, हे यो त्यही भएर खा हे यो, यसरी हुन्छ। हेर्नुहोस् है, ल हाम्रो यो एकदम झन्झटिलो नियमहरू चाहिँ हामीले लगभग पढिसक्दैछौँ। ल छुखा हे यो यसरी हुन्छ। अनि त्यसपछि ह चाहिँ साइलेन्स हुन्छ यहाँनिर। अनि अर्को पनि फर इक्जाम्पल जाउँ, अघिको जस्तै सेम नियम हो। ल यसको ट्राई गर्नुहोस् त। यो माथि के बधाई छ हो त्यो बधाई छ बधाई छ, बधाई बधाई छ, कङ्ग्रेचुलेसन्स। कङ्ग्रेचुलेसन्स भनेको बधाई छ। छुक्खा हे यो तपाईँहरूलाई यो पनि धेरै युज हुने वर्ड हो। तपाईँहरूले यो त रटेरै हुन्छ हुन्छ कि कसरी बुझेर हुन्छ कि रटेर हुन्छ, आउँदो गर्नुपर्छ। छुक्खा हे यो भन्ने त एकदम धेरै युज हुन्छ। जस्तो तपाईँको म्यान्यु बर्थडे भयो, या तपाईँले कम्पनीमा चाहिँ नि पोस्ट अपग्रेड भयो, तपाईँको पोस्ट बढाइदियो, या तपाईँको केही चिज राम्रो भयो, पास भयो, हरेक चिजमा बधाई छ, छुक्खा हेयो भन्छ कोरियनहरूले। ल यो तल्लोलाई ट्राई गर्नुहोस् त। सेम नियमले, सेम नियम के लाउनुहोस् भन्दाखेरि गद बज इफा छ भने खत फज भइहाल्छ, ह साइलेन्ट भइहाल्छ। इफाक ओ माई गड, कति ट्यालेन्ट तपाईँहरू, भेरी गुड। इफा मजा आयो, मजा आयो। इफाक, हेर्नुहोस् न, क फाक। शैक्षिक भर्ना, इफाक शैक्षिक भर्ना, यसरी हेर्नुहोस् त। अब
अब अर्को पनि अब यो हेर्नुहोस् है यही नम्बरमा लगभग यही नम्बरमा यहीसँग जोडिएको भनेर बुझ्दा पनि हुन्छ अब र अर्को नियम हेर्नु र फाछिम सेम उल्टो है अब चाहिँ फेरि हेर्नु र फाछिम फाछिम ह को लगत्तै फाछिम हको लगत्तै दायाँपट्टि फाछिम हको लगत्तै दायाँपट्टि ग द ब ज आएमा गध बज आएमा यिनीहरूको उच्चारण फेरि हुन्छ अपोजिट हुन्छ य सेम माथि जस्तै खतपच नै हुन्छ यिनीहरूको खतपच उच्चारण उच्चारण ख एकछिन मास्तिर हेर्नुहोस् मा जायो ख अनि त्यसपछि थ प छ ख थ फ छ ख त प छ हुन्छ ल हेर्नुहोस् है केही गाह्रो चाहिँ नै छैन अब हेर्नुहोस् है थाची अब यही नियम त नै यही नै हो तर ठ्याक्कै विपरीत मास्तिर अहिले हामीले अगाडि पढेको भन्दा ठ्याक्कै विपरीत अब इक्जाम्पलमा जाउँ न फाछिम चाहिँ नै ह आयो अनि दायाँपट्टि गद बजा आयो भने फेरि यिनीहरूको उच्चारण खत पच हुन्छ फर इक्जाम्पल जाउँ फर इक्जाम्पल छलाई ओ छो आयो अनि तल ह फाछिम आयो अनि यो यहाँ डबल स आयो अ आयो ल ल हेर्नुहोस् त ल यसको यसको प्रनाउन्स गर्नलाई ट्राई गर्नुहोस् त छलाई ओ दिएर छो भयो तल ह आयो हामीले रुल्समा के लेखेको छ भन्दाखेरि हको पछाडि गद बजा आएमा गद बजा यिनीहरूको आएमा उच्चारण चाहिँ ख त ख त हुन्छ र ह त साइलेन्ट साइलेन्ट हुन्छ भनेपछि त्यहाँ छो कि सही छो यहाँ मास्तिर अघि लेख्नुहोस् न यस्तो लेख्नुहोस् कि साइलेन्स हुन्छ ओके साइलेन्ट साइलेन्ट हुन्छ भनेर पनि लेख्नुहोस् याद हुन्छ तपाईँलाई सजिलो हुन्छ ल हेर्नुहोस् नि ल ट्राई गर्नुहोस् त यसको साइलेन्ट हुन्छ भनेको त सजिलो भइहाल्यो गद बज चाहिँ गद बज खतपजमा भइहाल्यो यो ग चाहिँ नि ख भइहाल्छ ह चाहिँ नि साइलेन्ट भइहाल्छ अब ट्राई गर्नुहोस् त छो कि सही हो खे स यो मजा आयो यो तलको डबल चाहिँ नै डबल यो फाँचीमा आउँदा पनि जहिले स नै हुन्छ त्यही भएर त्यही भएर अब यसको प्रोनाउन्स लगभग मिलाउनु भयो छो खे छोखेस सही हो छोखेस छोखेस सयो छोखेस सयो छोखेस सयो छोखेस सयो राम्रो हुनेछ राम्रो हुनेछ राम्रो हुनेछ छोखेस सयो राम्रो हुनेछ हेर्नुहोस् न यसरी हुन्छ ह चाहिँ नै साइलेन्ट भयो है ह साइलेन्ट भयो अघिकै नियम हो हामी कुनै पनि टाढो नियममा गएको होइन अघिकै हो ठ्याक्कै उल्टो अघि पनि हामीले ह साइलेन्ट पढेको र त्यसको यो पनि त्यही हो सेम ल अब अगेन थासी भनौँ थासी भनेको फेरि हामी जाउँ अर्को इक्जाम्पलमा हेर्नुहोस् है ट्राई गर्नुहोस् ल
ट्राई गर्नुहोस् Atake. अतकी त भेरी गुड Atake. भेरी गुड अतकी भेरी गुड अत्तखे अत्तखे यो चाहिँ नि त होइन कि त हो नि त त डबल त हजुर हजुर आदि त हो तर म्याम अँ मैले उल्टो भनेको छु अतकी भनेछु म्याम ओके बच्चाहरूलाई क ख पढाए जस्तै मलाई त रमाइलो पो लागिरहेको छ त आदि त र अर्को त हो नि त आधा त र अर्को त हो त्यही भएर अतखे कसरी कसरी अतखे भनेको कसरी कसरी गर्ने काम यो काम कसरी गर्ने अतखे हे यो कसरी गर्ने छिबे अतखे खायो घर कसरी जाने यसरी हेर्नु न त अतखे भनेको कसरी भयो यस्तो भयो अब यसको एन्सर दिइहालौँ न त ट्राई गर्नुहोस् यो पनि ल प्रोनाउन्स गर्न ट्राई गर्नु Irake. Irake. वाउ 이렇게. भेरी गुड 진짜 잘했어요 사च्चै राम्रो गर्नुभयो 진짜 잘하시네요 이렇게 이렇게 यसरी ल कति सजिलो हेर्नु न कसरी अतखे भन्छ के कोरियनहरूले जहिले पनि उनीहरूलाई अलिक तनाव हुन्छ मेसिन बन्दैन या काममा प्रब्लम हुन्छ दिमाग अनि काम भने जस्तो हुँदैन अतखे भन्छ कि है कसरी अब कसरी गर्ने के गर्ने अतखे इराखे भन्छ नि यसरी गर्ने हो भनेर यसरी युज हुन्छ ल अझै अर्को एउटा थोरै हेरौँ हेर्नुहोस् है तपाईँहरू प्रोनाउन्स गर्न ट्राई गर्नुहोस् ल हु अनि त्यसपछि यो र भयो ह आयो ल यसको गर्नुहोस् त Kurachi. खुर 부러지요. खुरजियो 부러지요. खुरजियो Kurachio. उहुँ, Kurachio. उहुँ, 부러지요. उहुँ, खुरजियो अहँ। 부러지요. खुरजियो कमल कमल सरले के भन्नुभयो एकजनाले भन्नुभयो खुरच्छियो हेर्नुहोस् है यहाँनिर कसरी झुक्काउने कुरा छ हेर्नु न बिचमा आइदियो क्या 아, सुरुमा आउँथ्यो नि त अघितिर त यहाँ ह आयो हजुर, हजुर। हको पछाडि ज आयो अनि बिचमा आइदियो क्या तर त्यही त्यही भएर खुरजियो तर त्यो तपाईँहरूले खुरजियो भन्दा पनि बुझ्न चाहिँ बुझ्छ है कोरियनहरूले खुरजियो भन्दा पनि विदेशीको ल त हो टोन त हो भनेर खुरजियो भन्दा नि बुझ्न चाहिँ बुझ्छ तर ठेट प्रोनाउन्स चाहिँ नि खुरच्छियो खुरच्छी कोरियनहरूले भन्ने चाहिँ यसरी खुरच्छियो अनि विदेशीहरूले खुरजियो भन्दा नि बुझ्न त बुझ्छ तर ठेट चाहिँ नि खुरच्छियो भनेको चाहिँ होइन त खुरच्छियो होइन त यसरी खुरच्छियो होइन त होइन त होइन त भनेर क्वेसन्स गर्दा पनि खुरच्छियो खुरच्छियो हुन्छ अनि त्यसपछि खुरच्छियो हो त त्यस्तो हो त भन्दा पनि खुरच्छियो त्यसरी युज गर्छ है ल स्पेसल चाहिँ खुरच्छियो होइन त भनेर अहिले पढ्नुहोस् यो धेरै कुरा सिक्दा पनि फेरि तपाईँहरूको माइन्ड के हो के भन्ने हुन्छ यसरी हुन्छ ल हेर्नुहोस् है इक्जाम्पल हामीले धेरै हेऱ्यौँ अब यो चाहिँ के अब फाइनलमा हामीले अहिले पढेको कुरा के कति मात्रै हो भन्दा हेर्नुहोस् न ग द ब ज ग द ब ज आए आएमा पछाडि ह आयो भने ह आयो भने यो ग द ब ज चाहिँ ख 더, 더, ख 더, प छ 이죠. अँ, 저, छ गद बज प्लस यो प्लस चाहिँ इम्पोर्टेन्ट यो जोडियो भने ख थ प छ भएर जान्छ भने अब फेरि ह प्लस ह आएपछि ह आएपछि ह आएपछि ग द ब ज गद बज आयो भने गज बज फेरि ख थ
फ छ यसरी हुन्छ ल गद बज यसरी फत फज हुन्छ यसरी ल कुनाशय भनेको सकियो ल लगभग मेन नियमहरू अनि प्रोनाउन्सको फाच्छिमको नियमहरू चाहिँ सकियो अब अरू अझै धेरै पढ्नु छ कति पढ्नु छ चाहिँ हेर्नु वर्ड मिनिङ त कति धेरै पढ्नुपर्छ तपाईँहरूले अब त्यो सबै चाहिँ लेखाएर यहाँ बोर्डमा हामीले लेख्यो यहाँ मैले लेखाएर सिकाउँदा धेरै टाइम वेस्ट हुन्छ धेरै टाइम जान्छ तपाईँहरूले त्यो हाम्रो ग्रुपमा पठाएकोबाट पनि तपाईँले कापीमा लेख्दै त्यो पनि धेरै पढ्नुपर्ने हुन्छ कतिपय मैले पनि लेखाउँछु वर्ड मिनिङहरू एकदम धेरै छ सबै चाहिँ लेखाउन थाल्यो भने चाहिँ अलिक हामीलाई पछि बुकतिर छिर्नलाई गाह्रो हुनसक्छ हाम्रो बुक पनि पढ्नु पर्ने हुन्छ फेरि बुक नपढिकन अर्थ हुँदैन है कोरियन भाषा सिकेको अहिले नयाँ बुक हो हाम्रो 2025मा पब्लिस भएको नयाँ बुक छ त्यो धेरै इन्ट्रेस्टिङ बुक छ र इम्पोर्टेन्ट बुक पनि छ त्यो धेरै राम्रो क्वालिटीको बुक छ अहिले धेरै राम्रो कुरा पहिलेको भन्दा धेरै हाई क्वालिटीको बुक छ अनि त्यो बुक पनि हामीले बिस्तारै हेर्नुपर्छ त्यो बुक नपढेसम्म त फेरि केही पनि बुझिन्थ्यो जस्तो अक्षरहरू मात्रै चिनिन्छ अनि त्यो बुक नपढे चाहिँ हुँदैन त्यही भएर धेरै मिनिङहरू छ अब यसरी हुन्छ हेर्नुहोस् न ल बल्ल बुकहरू त अब अनि कसरी अब अनि यहाँ त अहिलेको नयाँ आउने नयाँको बुक चाहिँ इङ्ग्लिसमै आउँछ कि नेपालीमै ट्रान्सलेट भएको आउँछ हामीले बुक इङ्ग्लिसमा छ किन्दा सर इङ्ग्लिसमा छ इङ्ग्लिस र अहिलेको नयाँ हो इङ्ग्लिस टु कोरियनमा छ अहिलेको नयाँ बुक ल त्यस्तो छ ल हेर्नुहोस् न हामीले सक्यौँ ल मैले यो मेटाएँ यो फाच्छिमको सक्यौँ भन्नाले हामीले फाच्छिमको रुल्सहरू चाहिँ सक्यौँ है फाच्छिमको नियमहरू चाहिँ सक्यौँ अब तपाईँहरूले धेरै मिनिङहरू त आफैले पढ्नु पर्ने हुन्छ कापीमा लेखेर सारेर म केही कुराहरू अलिकति थोरै आज सिकाएर फेरि हामी ग्रामरतिर बिस्तारै छिर्छौँ अब ग्रामर नजानेर त बल्ल हामी अक्षर मात्रै चिन्दैछौँ ग्रामरहरू पढ्नुपर्छ शब्दहरू जोड्ने तरिका सिक्नुपर्छ अब जस्तो हो अब हामी एउटा आज एउटा टपिकमा हाम्रो टाइम पनि धेरै त छैन ल हेर्नुहोस् है एउटा कुरा अलिकति पढौँ ल यसको प्रोनाउन्स गर्नुहोस् भेरी इजी इज भेरी इजी सुयो भनेको सजिलो छ सुयो यसको भन्नुहोस् त प्रोनाउन्स गर्नुहोस् इन्सामल वाओ भेरी गुड सजिलो छ नि अघि जस्तो कहाँ अघि रुल्समा पो हरेक वर्ड्सहरू आयो सबैतिर चाहिँ नै त्यस्तो गाह्रो गाह्रो आउँदैन नि त हेर्नुहोस् न इन्चामल सजिलो अभिवादन अभिवादन अलिकति हामी आज सिकौँ अनि त्यसपछि अभिवादन हुँदैन कि अभिवादन चाहिँ हुन्छ अभिवादन हुन्छ लेख्नुहोस् त अभिवादन अभिवादन इन्चामान भनेको अभिवादनको भाषा भन्दा पनि हुन्छ अभिवादनको भाषा भनेर लेख्नुहोस् त किनभने माल भनेपछि त भाषा आउँछ नि त हेर्नुहोस् है यो तपाईँहरूलाई फेरि इन्सा भनेको अभिवादन हो इन्सा भनेको अभिवादन र माल भनेको भाषा त्यही भएर हामीले अभिवादनको भाषा भन्यो भने तपाईँहरूलाई सजिलो हुन्छ इन्सा भनेको अभिवादन माल भनेको भाषा माल भनेको भाषा हो नेपाल माल भन्यो भने नेपाल भाषा हाङ्गुक माल कोरियन भाषा यसरी हुन्छ कोरियामा हाङ्गुक भन्छ माल भनेको भाषालाई इन्सामेन अभिवादनको भाषा अलिकति पढौँ अब यो त एकदमै सुनिराख्नु भएको हो तपाईँहरूले र हामीले युज पनि गरिरहेको हो मैले के लेख्छु भन्नुहोस् है त ल हेर्नुहोस् त 안녕하십니까 हाँस्यौँ अन्नै हाँस्यौँ 안녕하십니까 안녕하십니까 अ, निका सिम्नी अस्ति हामीले क्या त तपाईँहरूले बिर्सी तल ब आयो भने म हुन्छ भनेको थियौँ नि हामीले तल ब फात्मा आयो भने न हुन्छ भनेको थियौँ त्यही भएर यो आ अनि यो न हो यो न आन्यङ हासिम्निका यसरी इन्सा गरेको यो ग्रिट गरेको अभिवादन आन्यङ अनि हा सिम
निका कति लामो वर्ड्स रहेछ हेर्नु न अन्यङ आसिम्निका भनेको नमस्ते नमस्ते अन्यङ आसिम्निका नमस्ते यसरी हुन्छ हेर्नु न अन्यङ आसिम्निका Ma'am, हजुर त्यो सी हुन्छ कि सु हुन्छ म्याम? सी अन्यङ आसिम्निका नै हुन्छ यो भन्नुभएको हजुर हो अन्यङ आसिम्निका हुन्छ सिम म अन्यङ उच्चारण भयो अन्यङ आसिम्निका भनेको नमस्ते यो चाहिँ नि तपाईँले के बुझ्नुहोस् भन्दाखेरि नमस्ते भनेको यो उच्च उच्च भाषामा ब्राकेटमा लेख्नुहोस् न उच्च उच्च यो उच्च भाषा रेस्पेक्टेबल भनौँ उच्च भाषा उच्च भाषा अनि त्यसपछि नम्र उच्च भाषामा अन्यङ आसिम्निका रेस्पेक्टेड भन्दा हुन्छ भने अब हामीले युज गर्ने चाहिँ जहिले मैले तपाईँहरूलाई भन्ने चाहिँ अन्यङ यो लेख्नु होला है हाँस त्यसरी हो नि अन्यङ 안녕하세요. हासेयो अन्यङ आसेयो यो चाहिँ एकदम 세요. युज हुने अन्यङ 안녕하세요. आसेयो यो हामीले एकदम युज गर्ने यो पनि 안녕 안녕하세요 यो चाहिँ मतलब एज अ नर्मल हो म्याम नर्मल हो यो चाहिँ नमस्ते नै हो नमस्ते नमस्ते नै हो जस्ट यो चाहिँ कस्तो भन्दाखेरि अलिक अनौपचारिक टाइपको यो मास्तोलाई चाहिँ उच्च भाषा यो अन्यङ आसिम्निकालाई चाहिँ नमस्कार भन्दा नि हुन्छ अलिक नमस्ते भन्दा नमस्कार अलिक राम्रो हो कि उस्तै हो भन्नुहोस् त तपाईँ नमस्कार अलि त्यो नमस्कार मतलब राम्रो हो नि अलिकति राम्रो हो त्यसो भने नमस्कार हो त लेख्नुहोस् त मास्तिर चाहिँ ल मास्तिरकोलाई हा- चाहिँ हा- ल काढाइ हामीले सरहरूलाई चाहिँ नमस्कार सर भन्छ नि त ओके ओके भेरी गुड ओके त्यसो भए हामी अन्यङ हाँसेलाई चाहिँ नमस्कार भनौँ अनि अन्यङ हाँसिम्निकालाई चाहिँ नमस्कार यो चाहिँ नि एकदमै रेस्पेक्टेड भाषा हो रेस्पेक्टिभ भाषा हो अनि आफूभन्दा ठुलो मान्छेहरूलाई या कुनै प्रोग्रामतिर अगाडि गएर बोल्दाखेरि अनि या रेडियोहरू प्रोग्रामहरू चलाउँदा न्युजहरू पढ्दा मिटिङतिर कुराहरू गर्दा यसरी एकदम रेस्पेक्टिभ वेमा युज गर्ने एकदम कम सुन्नुहुन्छ तपाईँहरू कोरिया जानुभयो भने अन्यङ आसिम्निका कम सुन्नुहुन्छ जो चाहिँ एकदम आदर नम्र भएर भनेको हो नमस्कार एकदम दिने एभ्री टाइम सुन्ने चाहिँ अन्यङ आसे हो हामी तपाईँहरूले गर्ने पनि त्यही हो अन्यङ आसे हो भन्छ सबैले कोरियनले पनि प्राय अन्यङ आसे हो आफूभन्दा सानोलाई त अझ आफूभन्दा सानोलाई त अझ के भन्छ हामीले चाहिँ अन्यङ आसे हो भन्ने हो उनीहरूले त हामीहरूलाई त सानो उमेरकोलाई त उनीहरूले त अन्यङ मात्रै भन्छ फेरि हाई भने अँ, चाहिँ अन्यङ 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 भनेको जस्तो हाई हाई भने जस्तै हाई हेलो भने जस्तो अनि यसरी हो क्या हामीलाई चाहिँ आफूभन्दा सानो मान्छेहरूलाई आन्यङ भनेर भन्छ अनि हामीले आन्यङ आसे हो भन्ने हो आन्यङ आसिम्निका प्राय युज हुँदैन कमै मात्रामा युज हुन्छ हामीले भन्ने चाहिँ आन्यङ आसे हो ल यसरी हुन्छ हाम्रो टाइम त कति चाँडो जान्छ जान्छ हेर्नुहोस् न थोरै मात्रै पढ्दैछौँ तर मैले कति स्लोली लगिरहेको छु नि तपाईँहरूलाई भनेको छु कि मैले सुरुमा अक्षर चिनिन्जेलकन चाहिँ म तपाईँहरूलाई एकदम स्लोली लान्छु अनि पछि हाम्रो अक्षर तपाईँहरूले मजाले बुझ्न सक्ने भए चाहिँ हामी सर्ट सर्ट जान्छौँ है हामी किनभने जति चाँडो पऱ्यो आफ्नै लागि हो नि त यसरी हो अब उनीहरूले आफूले आन्याङ आसे हो भनेर इच्छा गर्यो भने ग्रिट गर्यो भने के भन्नुपर्छ भन्दाखेरि यसको प्रोनाउन्स गर्नुहोस् त कति सजिलो हेर्नु त मैले भने नि अस्ति रुल्स ग्राम पढ्दा फाछिम पढ्दा गाह्रो लाग्छ यति गाह्रो धेरै युज हुँदैन है सजिलै हुन्छ पछि कहीँ कहीँ मात्रै हो गाह्रो वर्डहरू आउने भनेको थिएँ यो ट्राई गर्नुहोस् त Yasaseo, धासी मारे यस जस्तै हो फेरि भन्नुहोस् असथ
त्यही हो यो ओ हो ओ हो 없어요. ओह अहिले कसले भन्नुभयो माजायो कति सही हो सजिलो त तपाईँहरू त गाह्रो पढ्ने बानी भएछ सजिलो त पढ्नु बिर्सिनु भएछ स ऊ से यो असौसेओ भनेको हेर्नु ल तपाईँले तपाईँले गएर काममा जाँदा या कुनै ठाउँमा गएर आन्याङासेओ भनेर तपाईँले अफिसतिर पनि या जहाँ पनि तपाईँले या कसैको घरमा गएर आन्याङासेओ भन्नु भयो भने कम्पनीमा काममा जाँदा पनि गएर कसैलाई आन्याङासेओ भन्यो भने उसले असौसेओ भन्छ उसले भने यो भनेको के हो भन्यो भने स्वागत छ स्वागत छ स्वागत छ वेलकम वेलकम हो वेलकम वेलकम भने जस्तै हो असौसे भित्रै बस्नुहोस् भित्रै आउनुहोस् भन्ने पनि अर्थ हुन्छ है तपाईँलाई कोरियन तपाईँको घरमा कोही मान्छे ढोकामा आउँछ आन्यङ भन्दै ढोकामा आउँछ तपाईँलाई असौसे हो भन्नुपर्छ स्वागत छ भित्रै आउनुहोस् स्वागत छ भन्ने अर्थ लाग्छ यसरी असौसे हो भनेर यसरी नै के अरे आन्यङासे हो भन्नेको एन्सर चाहिँ नै असौसे हो असौवायो हो हामी सानोलाई चाहिँ फेरि असौवायो हो भन्छ त्यसपछि अर्को पनि तपाईँले भन्न सक्नुहुन्छ झम्कम अब यसको प्रोनाउन्स गर्नु ट्राई गर्नुहोस् त तपाईँहरू त गाह्रो गाह्रो पो मिलाउनुहुन्छ त सजिलो सजिलो मिलाउनु हुन्न लु यसको ट्राई गर्नुहोस् त न र ज फाँचीमा आएको छ 안녕하세요. अगेन फेरि 안녕하세요. वाउ मजा आयो छारेस अन हेर्नुहोस् न कस्तो मजाले गर्नुभयो अस्ति हामीले पढेको छौँ न के अरे ल म ल फ र ल ग ल म र ल फ आयो भने मात्रै चाहिँ नै पछाडिको गर्ने नत्र अगाडिको हामीले प्रोनाउन्स गर्ने भनेर यो डबल फाच्छिमको कुरा हो नि त यो त अस्ति हामीले फाच्छिममा पढेको हो नि त हो त्यही हजुर भएर त्यति बेलाको कुरा सम्झिनु पर्यो कि पछाडिको हुँदैन ल ग ल म र ल फ भन्दा बाहेकको आयो भने अगाडिको उच्चारण हुन्छ पछाडिको फाचिम साइलेन्स नै हुन्छ त्यही भएर उहाँले अहिले भन्नुभयो कि 안주세요 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 बस्नुहोस् 안주세요 अगाडिको उच्चारण आन्जुसे आन नजाने उच्चारण भयो यो ज चाहिँ माथि उसँग जु भयो जहिले पनि जु यता तलको कन्सोनेन्ट लेटर छ अनि माथि भवेल छ भने त्यहीँ भवेलसँगै हुन्छ है संयोजन भएर हजुर जलाई उ हुँदा जु हुन्छ आन्जु सेयो बस्नुहोस् बस्नुहोस् आन्जु सेयो बस्नुहोस् यसरी हुन्छ हेर्नुहोस् न अनि पढ्नुहोस् है वान ल हेर्नुहोस् न तल ह छ हलाई ओ दिएर हामीले यो हलाई ओ आयो के अरे ओ आयो भवेल अनि यहाँ चाहिँ वा छ ओ र आ आयो हलाई तल न फाछिम छ अनि त्यसपछि यसको ट्राई गर्नुहोस् त यो य छ यो ङ छ यो हेर्नुहोस् कस्तो हुन्छ नि कस्तो हुन्छ वान्यङ हाम्निदा वान्यङ हाम्निदा हेर्नुहोस् ल अन्यो हाम्निदा वा हेर्नु ल यो ह छ ह र ओ र आले वा हुन्छ अस्ति हामीले ओ प्लस आले वा हुन्छ वा हलाई हजुर हजुर आले वा भयो अनि यो न चाहिँ
न चाहिँ यता माथि गएर यसँग वान्य नलाई य न प्लस य न्य न्य हुन्छ त्यही भएर न्यङ वान्यङ 합니다. 합니다. 환영합니다. 환영합니다. 했어? 환영합니다. यो पनि स्वागत एकदम औपचारिक रूपमा औपचारिक भाषा उच्च भाषा स्वागत छ यस्तो वर्ड्स त अब कति छ हेर्नु यो जस्ट प्र्याक्टिस हुन्छ भनेर मैले तपाईहरु यो गरेको सबै चाहिँ यहाँ बोर्डमा लेखेर हामी पढेर भ्याउँदैन तपाईहरुले पनि एकदमै चाहिँ नि आफूले पनि त्यो इभन त्यो हामीले उ मात्र गरेको त्यो हाम्रो चाहिँ नि ग्रुपमा हालेको मात्रै पढ्नु भयो भने पनि त्यति त्यति दिनमा पढ्नु भयो भने त इनफ हुन्छ है तपाईहरुलाई एकदम इनफ हुन्छ ल अनि हेरौँ न के अझै यसको प्रोनाउन्स गर्नुहोस् त मियानहमिदा सरी फेरि मियानहमिदा 맞아요. 미 मियानहमिदा 미안 मियान अनि यो मियान तल ब आयो भने जहिले पनि के हुन्छ भनेको छु हामीले म मा त्यसो भने के भयो भन्नुहोस् त मियान 합니다. 다 합니다. 미안합니다. सरी ल इङ्ग्लिसमा पो लेखे त माफ गर्नु माफ गर्नुहोस् भनेर लेख्नुहोस् त मियानहाम्निदा भनेको माफ गर्नुहोस् भनेर लेख्नुभयो हुन्छ अझ सरी म चाहिँ छोटकरीमा लेखिहालेँ माफ गर्नुहोस् गर्नुहोस् पनि होइन गर्नुहोस् हुन्छ गर्नुहोस् माफ गर्नुहोस् मियानहाम्निदा माफ गर्नुहोस् अब यो चाहिँ एकदम औपचारिक भयो है यो औपचारिक भयो उच्च भाषा भयो हामीले चाहिँ यसरी भन्छ भने अनि त्यसपछि हामीलाई कोरियनले भन्ने चाहिँ कस्तो हुन्छ भन्दाखेरि छोटकारीमा भन्छ के उनीहरूले चाहिँ उनीहरूको बोलीचालीको भाषा चाहिँ नै यो लेखे जस्तो हामीले लेखे जस्तो उच्च भाषा औपचारिकको चाहिँ हुँदैन यसरी भन्छ उनीहरूले चाहिँ यसलाई भन्नुहोस् त प्रोनाउन्स गर्नुहोस् त मियानहेसु भन्नुहोस् 미안 मियान 미안이 एयो 잘했어요 맞아요 हेर्नु न अस्ति जस्तो कहाँ गाह्रो छ त देख्नुभयो अस्ति रुल्स पढ्दा कति गाह्रो जस्तो लागेको थियो नि तर हामीले बिस्तारै सिकिहाल्छ क्या हेर्नुहोस् न यही त हो हामीले युज गर्ने शब्दहरू मियान हेयो यो पनि यो चाहिँ माफ गर्नुहोस् यो चाहिँ औपचारिक भयो अनि यो चाहिँ माफ गर्नुहोस् नै हो यो पनि माफ गर्नुहोस् अर्थात् मियान हेयो माफ गर भनेर गर्नुहोस् भन्दा पनि हुन्छ तर चाहिँ नि यो चाहिँ अनौपचारिक यसरी ब्राकेटमा अनौपचारिक यसरी लेखे पनि हुन्छ तपाईँहरूले ल अनौपचारिक तरिकाले यो चाहिँ नि अनि माफ्लो चाहिँ औपचारिक तरिकाले यसरी हुन्छ ल आज हामीले टाइम पनि धेरै अलिक धेरै नै लियौँ ल कति पनि पाठ बढेन आज हामीले थोरै मात्रै गरेको तर बुझ्ने तरिकाले गरेको हो ल देख्नुभयो नि यसरी हुन्छ है त अब हाम्रो